अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना बढेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलदेखि उपभोक्ता अधिकार कर्मीसम्मले मूल्य समायोजनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम $117 प्रति ब्यारेलबाट घटेर करिब $70 हाराहारीमा आइपुग्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो मूल्यमा इन्धन खरिद गर्नु परेको भन्दै प्रश्न उठाएका छन्। उनका अनुसार मूल्य बढ्दा तत्काल लागू हुने स्वचालित मूल्य प्रणाली मूल्य घट्ने बेला भने निष्क्रिय देखिएको छ। उनले कच्चा र प्रशोधित तेल बीच केही लागत अन्तर रहने स्वीकार गरे पनि लामो समयसम्म मूल्य नघटाइनु सरकारको पारदर्शिता र सुशासनप्रति नै प्रश्न उठाउने विषय भएको बताएका छन्। पछिल्ला साताहरूमा विश्व बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। मध्य पूर्वमा युद्धविरामको अवस्था बनेसँगै आपूर्ति सहज हुन थालेपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल करिब $72 र WTI को करिब $69 देखि $70 मा कारोबार भइरहेको छ। विशेष गरी इरानसँगको द्वन्द्वको कारण प्रभावित भएको स्टेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी पुनः सहज बनिसकेको अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेको विश्लेषण गरिएको छ। नेपाल आयल निगमले भने अहिलेको मूल्य इन्डियन आयल कर्पोरेसन OIC बाट जुन 1 मा प्राप्त मूल्यको आधारमा निर्धारण गरिएको जनाएको छ। निगमको प्रवक्ता मनोज ठाकुरको अनुसार पेट्रोल र डिजलको मूल्य प्रत्येक महिनाको 1 र 16 तारिकमा प्राप्त हुने भएकाले आगामी मूल्य सूची आएपछि सञ्चालक समितिले मूल्य समायोजन बारे निर्णय गर्नेछ। उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो भए पनि प्रशोधित तेलको लागत, रिफाइनरी मार्जिन र ढुवानी खर्चको कारण सोही अनुपातमा मूल्य घटिने अवस्था नरहेको बताए। निगमले अहिले 15 दिने मूल्य प्रणालीको तर्क गरे पनि विगतमा मूल्य बढ्दा भने पटक मूल्य समायोजन गरेको थियो। गत चैत महिनामा 1 महिनाभित्र 5 पटकसम्म इन्धनको मूल्य बढाइएको थियो। यही कारण अहिले मूल्य घट्दा ढिलाइ हुनु उपभोक्तामा दोहोरो मापदण्डको रूपमा हेरिएको छ। निगमको अनुसार विगतको अन्तर्राष्ट्रिय बजारमा अत्यधिक मूल्य वृद्धि हुँदा नेपालमा पूर्ण रूपमा मूल्य नबढाउँदा ठूलो आर्थिक भार परेको थियो। निगमले मूल्य स्थिरीकरण कोषबाट 19 अर्ब रुपियाँ र सञ्चित नाफाबाट 17 अर्ब रुपियाँ खर्च गरिसकेको जनाएको छ। साथै खाना पकाउने LP ग्यासमा अझै पनि प्रत्येक सिलिन्डर करिब 1174 रुपियाँ घाटा रहेको दाबी गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको महासचिव विष्णु प्रसाद तिमसिनाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो नहुनुलाई जनता लुट्ने नीतिको संज्ञा दिएका छन्। उनका अनुसार सरकारले कर तथा विभिन्न शुल्कबाट राजस्व उठाउने उद्देश्यले मूल्य घटाउन इच्छुक देखिएको छैन। इन्धन महँगो हुँदा ढुवानी खर्च बढ्ने, निर्माण सामग्री महँगिने र समग्र बजारमा मूल्य वृद्धि हुने भएकाले त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा परेको उनले बताए। विश्व बजारमा कच्चा तेलको मूल्य अझ अघिकै स्तरभन्दा तल झरिसकेको अवस्थामा नेपाली उपभोक्ताले पनि इन्धनको राहतको अपेक्षा गरेका छन्। अब सबैको ध्यान जुन 30 मा इन्डियन आयल कर्पोरेसनबाट आउने नयाँ मूल्य सूची र त्यसपछि नेपाल आयल निगमले गर्ने मूल्य समायोजनतर्फ केन्द्रित भएको छ।